खाम भाषामा शरीरको अङ्गको नाम। बाल, चेम, टाउको, ngै, त्यस्तै गरी नाक, ला भन्छन् ने, आँखालाई भन्छन् मिलङ, कानलाई भन्छन् ना, त्यस्तै गरी मुखलाई भन्छन् या आ, दाँतलाई भन्छन् हा, त्यस्तै गरी जिब्रालाई भन्छन् से, अनि होठलाई भन्छन् थुत्ना, काँधलाई भन्छन् पुम, हातलाई भन्छन् कुई, पेटलाई भन्छन् पते, त्यसै गरी खुट्टालाई भन्छन् कङ।